जय मसी यता आमा छोरीलाई जय मसी जय मसी जय मसी फाइनली हामी चाहिँ दमुका आइसकेको मेरो ब्लगमा हाल्नुको लागि बनाउँदै हुनुहुन्छ होइन पुर्याइदिनु खोजेको तपाईँको अर्को मान्छेले यतै झरे हामी चाहिँ बप्तिस्मा कार्यक्रमको लागि दोमुखा आइपुगेका यस्तो छ दोमुखा चाहिँ हेर्न सक्नुहुन्छ आज चाहिँ पहिलोचोटि हामीहरू दोमुखा आएको हामी मण्डली परिवार सबै आएका छौँ बप्तिस्मा कार्यक्रमको लागि उहाँ चाहिँ दिदीहरू रसुवा हुनुहुन्छ दोमुखा यस्तो छ हेर्नु है हेर्नुहोस् यस्तो छ है दोमुखा हाल्नु भएको छ हालिसक्नु भएको छ स्टोरीमा मागेर खाऊ कि क्या मुख बिग्रिरहेको छ हाम्रो मण्डली परिवार आउँदै हुनुहुन्छ हामी बप्तिस्मा कार्यक्रममा आउँदैछौँ हामी बप्तिस्मा कार्यक्रममा जाँदैछौँ यहाँ हाम्रो आन्टी हुनुहुन्छ हाम्रो नानीहरू चाहिँ पर जाँदै हुनुहुन्छ बुहारी दुईटा नानीहरू जाँदै हुनुहुन्छ हेर्न सक्नुहुन्छ जाँदै हुनुहुन्छ धेरै जुम भएछ है उहाँहरू चाहिँ जाँदै हुनुहुन्छ यहाँनिर 3-4 जना चाहिँ तल गइसक्नु भएको छ होइन हाम्रो भाइ अनि खै गयो खै कता गयो अगाडि ला खै भाइ लाको सुन्दैन त कहाँ हुनुहुन्छ ए एकैछिनमा हिँडी हाल्नुहुन्छ त के हामीलाई अघि भेटिहाल्नुहुन्छ हजुर पालामा कहाँले मेरो पालोमा त आमा छोरी सजिलो हुन्छ यहाँ त किनभने अस्ति सरस्वती पूजा आएको थियो अनि सरस्वती पूजा चलाउँदैन हजुरहरू चाहिँ कता यस्तो पानी माथि गरेर
पानी यसो गरेर ऊ गरे जस्तो गर्नु खोइ तिम्रो खोइ थाहा पाएन हौ थाहा पाएन खोइ ए हुन्छ मेरो बट्टा छैन त मेरो रगते रगते यसुको रगते 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 यसुको रगते शान्तिले म भरिदे पूर्ण शान्ति भाइ पोखिन्छ अलगो राख टेबल होला यता आमा छोरा उत्रिन उत्रिन घुम्नु घुम्नु अमै ओइ केटाकेटी यता